अब हेरौँ साकुरा रेजीले रेस्टुरेन्टको सम्पूर्ण प्रोसेस कसरी सहज बनाउँछ। कस्टमर टेबलमा आएपछि टेबलमा राखिएको क्युआर कोड स्क्यान गर्नुहुन्छ। क्युआर स्क्यान गरेपछि मोबाइलमा मेनु खुल्छ, जहाँबाट आफूलाई चाहिएको आइटम छनौट गरी सजिलै अर्डर गर्न सकिन्छ। त्यस्तै कस्टमरले स्टाफ मार्फत अर्डर गर्न चाहेमा कस्टमरले भनेअनुसार स्टाफले ह्यान्डीबाट आइटम छनौट गरी यसरी अर्डर गरिदिनुहुन्छ। अर्डर कन्फर्म हुनासाथ अर्डर सम्बन्धित ठाउँमा स्वतः पुग्छ। खानाको अर्डर किचन प्रिन्टरमा प्रिन्ट हुन्छ भने ड्रिङ्क आइटमको अर्डर बार प्रिन्टरमा प्रिन्ट हुन्छ। त्यसपछि प्राप्त अर्डर अनुसार आइटम तयार गरिन्छ र तयार भएको आइटम कस्टमरको टेबलमा सर्भ गरिन्छ। अब हेरौँ अकाउन्टिङ प्रोसेस। अकाउन्टिङ गर्दा कस्टमरले अर्डर गरेका आइटम र तिर्नुपर्ने रकम कस्टमर डिस्प्लेमा यसरी देखिन्छ। त्यसपछि कस्टमरले रोजेको पेमेन्ट टाइप अनुसार पेमेन्ट गरिन्छ। यहाँ हामी क्यास पेमेन्ट मार्फत अकाउन्टिङ गर्दैछौँ। पेमेन्ट भएपछि रिसिप्ट प्रिन्ट हुन्छ र ग्राहकलाई प्रदान गरिन्छ। यसरी अर्डरिङदेखि किचन र बार, अकाउन्टिङ, पेमेन्ट र रिसिप्टसम्मको सम्पूर्ण प्रोसेस साकुरा रेजीबाट सजिलै व्यवस्थापन गर्न सकिन्छ। कोसिच्चो आरिगातो गोजाइमासिता।